नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। म चाहिँ धेरै पछि आएको छु। धेरै पछि भिडियो बनाउँदैछु है। धेरै ग्याप भयो, भिडियोहरू बनाउनु पाएन। आज चाहिँ बिहानै उठेर म चाहिँ यहाँ नरेफाटमा पुरै बस गइरहेको छु अहिले उता एक्जाम दिन जानको लागि। पछाडि खोला देख्न सक्नुहुन्छ। यो चाहिँ बढेको छ अहिले, पानी परेर हिजो अस्ति अलि घटेको रहेछ। हिजो त पुरै माथिसम्म थियो अलि। बस अलिअलि पानी पर्दै यत्रो भएको छ खोला। अहिले झन् पछि पानी परेपछि यो पुरै वारपार पारीदेखि वारीसम्म हुन्छ होला। हिजो अझ ठुलो थियो, अहिले बिहान पानी परेको छैन, त्यही भएर अलि घटेको छ। म चाहिँ यता बस कुदिरहेको छु। लास्टै प्याक हुन्छ बिहान त स्टुडेन्टहरूले गरेर। अहिले स्टुडेन्टहरू देखाउनेछु म तपाईँहरूलाई। इन्स्टिट्युटमा एउटै ठाउँमा इन्स्टिट्युट छ हौ धेरै, त्यही भएर पनि प्याक भएको हो। फाइनली अब चाहिँ नेपाल यातायातको गाडी आयो। अब म यसैमा चढेर जान्छु। आउँदा पनि यसैमा आउँछु, सजिलो हुन्छ। अनि त्यसपछि अब हामी पर पुगेपछि मात्र भेट हुन्छ। गाडीबाट ओर्लिम अनि हेर्दैछु यता सबैजना एक्जाम दिन आएकोहरू। यता स्टुडेन्ट प्याक सबैजना स्टुडेन्ट। एकै प्याक। यति प्याक छ सबैजना एक्जाम दिन आएको आज। उतै इन्स्टिट्युटहरू धेरै नजिक भएर पनि प्याक छ पुरै।